नमस्कार, स्वागत छ यहाँहरूलाई आजको श्रृङ्खलामा। आज हामी चिना पढ्न सिक्नुहोस् अन्तर्गतको द्वितीय श्रृङ्खलामा छौँ। यस अगाडिको श्रृङ्खलामा हामीले एउटा निर्माण गरेको जुन चिना थियो उदाहरणको आधारमा चिनाको विभिन्न फलितसँग सम्बन्धित कुराहरूको अध्ययन गर्ने प्रयास गरेका थियौँ, जस अन्तर्गत हामीले ग्रह स्पष्ट र कुण्डलीको बारेमा चर्चा गरेका थियौँ। यसभन्दा अगाडिको श्रृङ्खलामा त्यसै उदाहरणमा रहेको चिनालाई हामीले आधार मानेर आज हामी चिनाको यो माथिको भागहरू जसलाई हामी जन्म विवरण भनेर पनि बुझ्न सक्छौँ त्यसको बारेमा चर्चा गर्नेछौँ। यो भागमा हामी सबैभन्दा पहिला शालिवाहनीय शाक्य भनेर यहाँनिर तपाईँले यसरी लेखेको देख्न सक्नुहुनेछ। यो चिनामा यो चाहिँ हामीले 2081 साल फागुन 20 गते मङ्गलबार दिउँसो 3:22 बजे भरतपुर चितवनमा जन्म भएको एउटा काल्पनिक उदाहरण मानेका थियौँ, जुन चाहिँ हामीले हिसाब पनि गरेर तपाईँहरूलाई प्रस्तुत गरिसकेका छौँ। त्यो हिसाब तपाईँहरू हेर्न चाहनुहुन्छ भने यसै च्यानलमा तपाईँहरूले त्यो हेर्न सक्नुहुनेछ। त्यसको आधारमा हामीले बनाएको चिनाको हामी यो विवरण पढ्न कसरी सिक्छौँ भन्ने कुरा तपाईँहरूले जान्न सक्नुहुनेछ। यो उदाहरणबाट तपाईँहरूले आफ्नो चिनामा भएका कुराहरू पनि पढ्न सक्नुहुनेछ र केही त्रुटि रहेछ भने त्यसलाई तपाईँहरूले सच्याउन पनि सक्नुहुनेछ। त्यसैले यो भिडियो अन्तसम्म हेर्नुहोला। यो उदाहरणको रूपमा रहेको चिना र तपाईँसँग आफ्नो चिना छ भने त्यो चिना पनि आफ्नो सँगै लिएर मैले भनेका कुराहरूलाई आफ्नो चिनामा पनि अध्ययन गर्दै अथवा टिप्दै पनि तपाईँहरूले जान सक्नुहुनेछ। नोट बनाउनु भयो भने भविष्यमा पनि तपाईँहरूलाई यो कुराले सहायता गर्नेछ भन्ने मैले अपेक्षा लिएको छु। सबैभन्दा पहिला चिनामा श्री शालिवाहनीय शाक्य भनेर लेख्ने गरिएको छ। अधिकांश हाम्रो देशमा बन्ने पहिलाका पञ्चाङ्गहरू चाहिँ करण ग्रन्थको आधारमा निर्माण हुने गर्थ्यो। करण ग्रन्थ भनेको यही शाक्य सम्मतको आधारमा चाहिँ कुनै एउटा सूत्रलाई लिएर चाहिँ पञ्चाङ्ग निर्माण गर्ने विधि दिएको हुन्थ्यो। त्यसैले गर्दा शाक्य सम्मतको आधारमा बन्ने पञ्चाङ्ग भएको कारणले गर्दा त्यसमा चाहिँ हामीले अधिकांश चिनाहरूको प्रारम्भमा नै शाक्य सम्मतलाई लेख्ने गरेका छौँ, जुन चाहिँ विक्रम सम्मतभन्दा 135 वर्ष पछाडि छ। तपाईँले शाक्य सम्मतमा 135 जोड्नु भयो भने विक्रम सम्मत आरम्भ हुन्छ। हाम्रो देशमा प्रचलनमा रहेको जुन विक्रम सम्मत छ यो चाहिँ वैशाख 1 गते जुन चाहिँ सूर्य मेष राशिमा जब प्रवेश गर्छ त्यहाँबाट आरम्भ हुन्छ भनेदेखि यो शालिवाहनीय शाक्य भनेर जुन शाक्य सम्मत छ यो चाहिँ हाम्रो विशेष गरी चन्द्रमासको आधारमा चाहिँ हुन्छ। त्यसैले गर्दा शुक्ल पक्षको चैत्र शुक्ल पक्षको प्रतिपदाबाट चाहिँ शाक्य सम्मत परिवर्तन हुन्छ भने विक्रम सम्मत वैशाख 1 गतेबाट परिवर्तन हुन्छ। त्यो बिचमा रहने केही समय कहिलेकाहीँ चाहिँ विक्रम सम्मत अलिकति पछि प्रारम्भ हुन्छ, कहिले अलिकति अगाडि प्रारम्भ हुन्छ। त्यसैले गर्दा बिचमा जुन समयहरू रहन्छन् जुन 10-15 दिनको 22-25 दिनसम्मको समयको अन्तर भने यसमा अवश्य पनि रहन सक्छ। त्यो कुरा तपाईँहरूले विचार गर्नुहोला। 135 जोड्दाखेरि तपाईँको चाहिँ विक्रम सम्मत आइराखेको छैन भने कहिलेकाहीँ गर्दा त्यो 20-22 दिनको फरकले गर्दाखेरि त्यो नआएको हुनसक्छ भन्ने कुरा तपाईँले यहाँबाट जान्न सक्नुहुनेछ। त्यसै गरी अब यहाँ सौर मानेन कालयुक्त नाम संवत्सर भनिएको छ। संवत्सर 60वटा हुन्छन् जसको नाम मैले यहाँनिर दिएको छु। विजयादि संवत्सर भनेर चाहिँ सूर्य सिद्धान्तले चाहिँ विजयबाट मानेको छ, तर हाम्रो देशमा प्रचलनमा रहेका संवत्सर भनेको चाहिँ प्रभावको आधारमा चाहिँ संवत्सरको आरम्भ हुन्छ। प्रभाव भनेको 1 हुन्छ, एवं रीतले 2-3 गर्दै तपाईँले यहाँबाट गर्नुभयो भने 27मा विजय आउँछ र 28बाट फेरि जय हुँदै हुन्छ। यसरी यी 60वटा जुन संवत्सरहरू रहेका छन् तिनै संवत्सरहरूमध्ये कुनै एउटा संवत्सरमा चाहिँ तपाईँको जन्म भएको हुनसक्छ अथवा तपाईँले हेर्दै गरेको चिना चाहिँ त्यो संवत्सरमा हुनसक्छ। त्यसैले यी 60वटा नामहरूमध्ये कुनै एउटा नाम चाहिँ तपाईँको चिनामा यहाँनिर लेखिएको हुन्छ। त्यसपछि संवत्सरको कुरा भयो, त्यसपछि अयनको कुरा आउँछ। अयन भनेको के हो त भनेर जान्नको लागि चाहिँ हामीले महिनाको बारेमा जान्नुपर्छ। जब श्रावण महिना यो चाहिँ सूर्यको आधारमा हुन्छ, सूर्य यदि तपाईँको श्रावण महिनामा प्रवेश गरेको छ अथवा मिथुनबाट कर्कट राशिमा प्रवेश गर्छ भनेदेखि हाम्रो कर्कट राशिमा सूर्य प्रवेश गर्नु भनेको हाम्रो श्रावण महिनाको आरम्भ हुनु हो। त्यसै गरी पौष महिनामा
चाहिँ सूर्य धनु राशिमा रहेको हुन्छ। यसरी कर्कटदेखि धनुसम्म रहने बेलाको अवस्थालाई हामी दक्षिणायन भन्छौँ भने त्यसपछि जुन मकर राशिमा प्रवेश गर्छ माघ लाग्छ र माघदेखि यो आषाढसम्मको समय जुन छ त्यसलाई हामी उत्तरायण भन्छौँ। त्यसैले गर्दा ऐन दुईवटा मात्रै हुन्छ, एउटा उत्तरायण एउटा दक्षिणायन। उत्तरायण भनेको चाहिँ माघदेखि अषाढसम्मको समय भयो भने दक्षिणायन भनेको साउनदेखि लिएर पुष मसान्तसम्मको माघ नलाग्दासम्मको समयलाई हामी दक्षिणायन भन्छौँ र यहाँ उत्तरायण भनेर लेखिएको छ। त्यसैले गर्दा यो चाहिँ हाम्रो उत्तरायण भनेको माघदेखि अषाढसम्मको समय छ। त्यसैले त्यसमा जन्म भएको हो। हुन त हाम्रो यहाँ फागुनमा जन्म भएको यहाँ देख्नै नै सक्छौँ हामीले। त्यहाँबाट हामीले अयन गऱ्यौँ। त्यसपछि हाम्रो ऋतु छ हाम्रो देशमा अथवा हाम्रो पूर्वीय दर्शनमा चाहिँ 6वटा ऋतुहरूको चाहिँ चर्चा गरेको पाइन्छ भने यदि तपाईँहरूले पाश्चात्यतिर भयो भने 4वटा यो ऋतुहरू मात्रै गरिएको हुन्छ, जसमा एउटा स्प्रिङ हुन्छ, अर्को अटम हुन्छ, एउटा विन्टर हुन्छ र अर्को यसलाई समर भनेर चाहिँ मानिरहेको हुन्छ। यसरी 4वटा चाहिँ यिनीहरूले मानिरहेको हुन्छ, विन्टर र समर भनेर, अनि अटम र स्प्रिङ भनेर 4वटा उनीहरूले माने हुन्छ। भने जुन चाहिँ हाम्रो वसन्त भनेको चाहिँ चैत र वैशाख हुन्छ, त्यसपछि ग्रीष्म आउँछ, त्यसपछि वर्षा, शरद अनि एवं ऋतुले चाहिँ हाम्रा ऋतुहरू चलायमान हुन्छन्। जुन 6वटा ऋतुहरू हामीले चर्चा गरेका छौँ। हामीले यहाँनिर चाहिँ जुन गरेका छौँ त्यो चाहिँ शिशिर ऋतु भनेर यहाँ लेखिएको छ। शिशिर भनेको फागुनको भनेर जुन हामीले गऱ्यौँ त्यो भनेको वसन्त ऋतुभन्दा अगाडिको ऋतु भनेर यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ, जसलाई हामी विन्टर भनेर पनि यहाँ इङ्ग्लिसमा लेखेको देख्न सक्नुहुन्छ। यसरी ऋतुहरू 6वटा हुन्छ। त्यो 6वटा मध्ये कुनै एउटा ऋतुमा तपाईँको जन्म भएको हुन्छ। अब महिनाको कुरा त हामीले जानेकै छौँ, 12वटा महिना हुन्छ। वैशाखबाट सुरु भएर हाम्रो चैतमा गएर सकिन्छ। वैशाख 1 गतेबाट हाम्रो जुन सम्वत छ, जुन विक्रम सम्वत रहेको छ, त्यो विक्रम सम्वत भनेको वैशाखबाट सुरु हुन्छ भनेर हामीले भनिसकेका छौँ। एवं रीतिले हाम्रा 12वटा भयो। तर यहाँनिर चाहिँ हामीले माथिल्लो हरफमा यो जुन लेखिराखेका छौँ यो चाहिँ जम्मै हामीले सामान्यतया यो चाहिँ हामीले चन्द्रमाको मास अथवा चन्द्रमाको आधारमा लेखेका हुन्छौँ। त्यसैले गर्दा यहाँनिर फागुन लेखिरहँदा पनि तपाईँको जन्म फागुनमा नभएको पनि हुनसक्छ, किनकि चन्द्रमासको जुन शुक्ल पक्ष र कृष्ण पक्ष हुन्छ त्यो चाहिँ चन्द्रमाको आधारले लगभग 29 साढे 29 दिनको हुन्छ। हाम्रो महिना भनेको 30, 31, 29 देखि 31, 32 सम्मको पनि हाम्रो महिनाहरू हुन्छन्। त्यसैले गर्दा यो जुन हुन्छ त्यो चाहिँ कहिलेकाहीँ नमिलेको हुनसक्छ। यो तपाईँले पञ्चाङ्गबाट हेर्नुपर्ने हुन्छ। त्यसपछि हाम्रो पक्ष जुन रहेको छ त्यो चाहिँ शुक्ल र कृष्ण पक्ष र आदि रहेको हुन्छ। दुईवटा पक्ष हुन्छ र तिथि भनेको जुन तिथि त्यसपछि बार भइहाल्यो। त्यसपछि हाम्रो तिथि आउँछ। तिथि पनि हामीसँग 30वटा तिथि हुन्छ, जुनलाई हामी प्रतिपदादेखि पूर्णिमासम्मको लागि 15 अङ्कले गर्छौँ। त्यसपछि फेरि कृष्ण पक्ष लाग्छ। कृष्ण पक्षको पनि हामी प्रतिपदादेखि अमावास्यासम्म गरेर 16 देखि 30 सम्म लेख्नुपर्ने हो। तर 1 देखि 14 सम्मलाई समान रूपले लेखेर अन्तिमलाई 30 लेख्छौँ। यसरी हामीसँग तिथि भनेको 30वटा नै हुन्छ वास्तवमा। यही तिथिमध्ये हामी यो प्रतिपदादेखि चतुर्दशीसम्मको तिथि चाहिँ शुक्ल पक्ष र कृष्ण पक्षको लागि एउटै नामले हामी गर्छौँ। र यदि शुक्ल पक्षको 15औँ तिथि छ भने त्यसलाई पूर्णिमा र कृष्ण पक्षको 15औँ तिथि छ भने औँसी अथवा अमावस्या तिथि भनेर यहाँ लेखिएको हुन्छ। यो पञ्चमी तिथि लेखिएको छ र यहाँनिर शुक्ल पक्ष लेखिएको छ। त्यसैले गर्दा यो शुक्ल पक्षको पञ्चमी तिथिमा जन्म भएको हो भनेर यहाँ लेख्न सक्यो। अब त्यो तिथि चाहिँ तपाईँको पञ्चाङ्गमा अथवा तपाईँको पञ्चाङ्गमा कति दिएको छ भन्ने कुरा त्यसपछि लेखिन्छ। यहाँ सँगसँगै यहाँनिर जसरी यहाँ पञ्चमी तिथौ यहाँनिर चाहिँ 33 घडी र 45 पला भनेर दिएको छ भने यो 33-45 भनेको चाहिँ तपाईँको जन्म समयसित कुनै यसले मतलब राख्दैन। त्यो दिन जुन तपाईँको जन्म भएको दिन छ यो भनेको फागुनको 20 गते चाहिँ पञ्चाङ्गमा कति घडी कति पलात उक्त तिथि थियो भनेर यहाँ दिएको छ। त्यही तिथिमा चाहिँ तपाईँको जन्म नभएको पनि हुनसक्छ। यदि त्यही तिथिमा जन्म भयो भने त्यही तिथि यहाँ लेखिन्छ। 33 घडी 45 पल्ला बितिसकेपछि तपाईँको जन्म भयो भने यहाँनिर चाहिँ षष्ठी तिथि भनेर 1 तिथि बढाएर लेख्नुपर्ने हुन्छ। यहाँ चाहिँ उक्त तिथिमा नै जन्म भएको रहेछ। त्यो कुरा चाहिँ हामीले इष्ट समय निकाल्दाखेरि हेर्नुपर्ने हुन्छ। जुन चाहिँ यहाँनिर यहाँ 22 घटी 7 पला 8 भनेर यहाँ जुन दिएको छ यो भनेको चाहिँ हाम्रो इष्ट घडी हो। भनेको जन्म समय 3:22 हुँदाखेरि उक्त तिथि सकिएको रहन्छ। त्यसैले पञ्चमी तिथिमा नै यहाँ उक्त जातकको जन्म भएको हो भनेर हामीले यहाँबाट गर्न सक्छौँ।
त्यसपछि हाम्रो नक्षत्र आउँछ। नक्षत्र चाहिँ हाम्रो 27 वटा नक्षत्रहरू रहेका हुन्छन् सामान्यतया। तर यहाँनिर एउटा अभिजित नामको नक्षत्र पनि हुन्छ। कहिलेकाहीँ यो नक्षत्रको बारेमा पनि हामीले चर्चा गर्नुपर्ने अवस्था आउन सक्छ र त्यस्तो भयो भनेदेखि तपाईँहरूले अभिजितलाई पनि लेखेर 28 वटा नक्षत्र भनेर मान्नुपर्ने हुन्छ। यहाँनिर चाहिँ पहिलो नक्षत्रमा नै जन्म भएको रहेछ, त्यसैले यसलाई हामीले अश्विनी नक्षत्रमा जन्म भएको भनेर गऱ्यौँ। त्यसपछि उक्त दिन पञ्चाङ्गमा कति घडी चाहिँ उक्त नक्षत्र थियो भन्ने कुरा यहाँनिर दिएको छ। 6 घडी 6 पलासम्म मात्रै अश्विनी रहेछ। तर हाम्रो जन्म चाहिँ 22 घडी 7 पलामा चाहिँ जन्म भएको कारणले अश्विनी सकिएर भरणी नक्षत्रमा चाहिँ जन्म भएको रहेछ भनेर हामीले यहाँबाट अश्विनी सक्यो त्यसैले भरणी लाग्यो भनेर यहाँनिर भरणी नक्षत्र भनेर यहाँनिर लेखेका छौँ। भरणी नक्षत्रको पनि कति घडी भुक्त भएछ त भन्दा 16 घडी र 1 पला चाहिँ भुक्त भएछ। टोटल समय भनेको 55 घडी 57 पला भरणी नक्षत्र हुन्थ्यो, जुनमध्ये पनि 16 घडी 1 पला चाहिँ बितिसकेको रहेछ। यो चाहिँ तपाईँहरूले गणना गरेर नै निकाल्नुपर्ने हुन्छ, जुन चाहिँ मैले तपाईँहरूलाई सिकाइसकेको छु। अब योग भनेर योगे भनेर दिएको हुन्छ, यो पनि पञ्चाङ्गमा दिएको हुन्छ। योग पनि हामीसँग 27 वटा नै योगहरू रहेका छन्, जसको नाम मैले यहाँनिर दिएको छु, जसलाई हामी विष्कुम्बादी योग भनेर भन्ने गरेका छौँ। जुन 27 वटा मध्ये यो चाहिँ ब्रह्म नाम गरेको योगमा चाहिँ जन्म भएको रहेछ। यहाँनिर तपाईँहरूले हेर्नुभयो भने ब्रह्म नाम गरेको योगलाई देख्न सक्नुहुनेछ। यहाँनिर ब्रह्म नाम गरेको यो अन्तिमबाट तेस्रोमा, अन्तिमतर्फको तेस्रोमा तपाईँले देख्न सक्नुभयो। जुन योगको चाहिँ समय 8 घडी 10 पला रहेछ। अब यसको चाहिँ भुक्त भभोग इत्यादि लेख्ने छैन, अब ब्रह्म योगको घडी मात्रै यहाँ दिएको छ। त्यो सकिएपछि इन्द्र नामको यहाँनिर के हुन्छ त इन्द्र भनेर अथवा इन्द्र भनेर यहाँ लेखिएको छ। त्यो योग चाहिँ यहाँनिर जन्म योग चाहिँ के भयो त ब्रह्म सकिएर इन्द्र नाम गरेको अथवा इन्द्र नाम गरेको चाहिँ योगमा चाहिँ उक्त जातकको जन्म भएको भनेर यहाँनिर तपाईँहरूले देख्न सक्नुहुनेछ। अब यो योग सकिएपछि करणको कुरा आउँछ। करण पनि हामीले गरिसकेका छौँ। करण 2 प्रकारका हुन्छन्। एउटा भनेको चाहिँ स्थिर करण हुन्छ र अर्को भनेको चाहिँ चलायमान करण हुन्छ। 7 वटा चाहिँ स्थिर र 4 वटा करणहरू भनेको चाहिँ चलायमान अथवा 4 वटा करणलाई चाहिँ हामी स्थिर मान्छौँ, माफ गर्नुहोला। शकुनी, चतुष्पद, नाग र किस्तुग्न यी 4 वटा करण भनेको चाहिँ एउटा चन्द्रमासमा एकचोटि मात्रै आउँछन् र बाँकी करणहरू चाहिँ दोहोरिएर तेरिएर आउँछन्। त्यसैले गर्दा यिनीहरूलाई चाहिँ हामी चर करण भन्छौँ भने यिनीहरूलाई चाहिँ हामी स्थिर करण भनेर भन्छौँ। शकुनीदेखि लिएर शकुनी, चतुष्पद, नाग र किस्तुग्न आदि गरेका करणहरू। यसको बारेमा करणको बारेमा मैले छुट्टै त्यो पञ्चाङ्गसँग सम्बन्धितमा तपाईँहरूलाई नक्षत्र, योग, करण, तिथिको बारेमा एकदम स्पष्ट रूपमा त्यहाँ बताएको छु, जुन चाहिँ ग्रह लागवसँग सम्बन्धित हिसाबमा तपाईँहरूले बुझ्न सक्नुहुनेछ। यहाँनिर मैले तपाईँहरूलाई संक्षिप्त रूपमा प्रस्तुत गरेँ। करण चाहिँ यो तिथिको आधा भाग करण हो, त्यसैले गर्दा एक तिथिमा 2 वटा करणहरूले भोग गर्छन्। त्यसगरी अब यो माथिको यहाँनिर यो जुन छ योभन्दा अगाडिका भागहरू हामीले चन्द्रमाको आधारमा लेखेका छौँ भने अब योभन्दा पछाडिको भागहरू चाहिँ हामीले सूर्यको आधारमा लेख्छौँ। सौरमान भनेको यहाँनिर फागुनको जुन हामीले प्रचलनमा रहेको महिना छ त्यही महिना नै लेख्छौँ। त्यसै गरी त्यो कति गते भनेर यहाँनिर गते दिएको हुन्छ। 20 गते चाहिँ जन्म भएको छ। त्यो दिन चाहिँ तारिक भनेको 4 तारिक रहेछ। मार्चको 2025 रहेछ। 2025 को मार्चको 4 तारिक रहेछ भनेर गऱ्यौँ, जुन चाहिँ मङ्गलबार परेको छ। तपाईँहरूले पञ्चाङ्गबाट अथवा हेर्न सक्नुहुनेछ। त्यसरी सूर्यादिष्ट समय भनेर जुन हामीले जन्म समय छ यो 3:22 जुन छ यो दिउँसोको हो। त्यसैले गर्दा यो 3 भनेको 12 बजे जोड्नु पर्यो। 12 भन्दा पछाडिको समय भएको कारणले 15:22 जुन छ 15:22बाट हामी सूर्योदय घटाउँछौँ। जुन समय आउँछ त्यसलाई 2.5 ले गुणन गर्छौँ, त्यो नै हाम्रो इष्ट समय हुन्छ। त्यही इष्ट समयलाई हामीले घन्टा र मिनेटमा लेखेका छौँ। यो चाहिँ 2 तरिकाले लेख्ने प्रचलन छ है। कसैले चाहिँ यही 3:22लाई नै ल्याएर यहाँनिर लेखिदिनुहुन्छ भने मैले चाहिँ यो घटाउँदाखेरि जुन तपाईँको 3:22बाट सूर्योदय घटाउँदा जुन समय आउँछ त्यो चाहिँ यहाँनिर लेख्छु। त्यसैले गर्दा यो चाहिँ हाम्रो वैदिक समय पनि भनिन्छ है त। वैदिक समयलाई मैले यहाँनिर लेख्ने गरेको छु। हरेक दिनको प्रारम्भ चाहिँ हाम्रो वैदिक समयमा चाहिँ सूर्योदयबाट प्रारम्भ हुन्छ भनेर मानिएको छ। त्यसैले गर्दा यहाँ चाहिँ मैले वैदिक समय लेखेको 8 घन्टा यो 51 मिनट जुन लेखिएको छ यो चाहिँ सूर्योदय भएर 8 घन्टा 51 मिनट बितिसक्यो है उक्त बालकको जन्म हुँदाखेरि भन्ने कुरा यहाँबाट तपाईँहरूले पत्ता लगाउन सक्नुहुनेछ। यसरी तपाईँहरूले जन्म समय र जन्ममिति सबै निकाल्न सक्नुभयो। त्यसपछि उक्त उसमा चाहिँ जन्म समय चाहिँ कर्कट लग्नोदय भएरै छ। लग्न चाहिँ कर्कटको रहेछ। वृश्चिक नवांशक र मेष राशिमा उक्त
जातकको जन्म भएको रहेछ भनेर गऱ्यौँ। त्यसपछि हामीले कहाँ जन्म भएको भनेर यहाँ देश लेख्छौँ। त्यसपछि हामीले यहाँ ठेगाना लेख्छौँ। अब यो ठेगाना चाहिँ 2-3 तरिकाले लेख्ने गरेको छ। कसैले चाहिँ अब स्थायी ठेगाना जो त्यही चाहिँ पञ्चाङ्गको लेखिदिनुहुन्छ, कसैले चाहिँ जन्म भएको ठेगानालाई यहाँ लेख्नुहुन्छ। मैले चाहिँ सामान्यतया यहाँनिर स्थायी ठेगाना लेख्छु। जन्म समयको अथवा उस ठेगाना चाहिँ यो माथि जसरी यहाँनिर चितवन भनेर यहाँ लेखेको छु मैले, हो यो मैले बनाएको चिनाहरूको चाहिँ माथिपट्टि चाहिँ तपाईँहरूको जन्मस्थान, जन्म समय र जन्ममिति चाहिँ मैले माथि चिनाको माथि नै लेखिदिने गरेको छु। यहाँनिर चाहिँ मैले पनि स्थानीय तपाईँहरूको चाहिँ स्थायी ठेगाना जुन हुन्छ त्यो हुन्छ। कतिपय व्यक्तिहरूको स्थायी ठेगाना एउटा हुन्छ तर जन्मस्थान चाहिँ अन्त भइराखेको हुन्छ। त्यो अवस्थामा चाहिँ यो फरक पर्न सक्छ। यदि होइन भनेदेखि त एउटै छ भने त केही फरक परेन। त्यसपछि तपाईँहरूले गोत्र सोत्र होइन सबै कुराहरू लेख्नुपर्ने हुन्छ। पिताको नाम, माताको नाम यहाँ लेख्नुहुन्छ। त्यसपछि अब तपाईँको जन्म नक्षत्र कुन हो भन्ने कुरा यहाँबाट लेखिन्छ, जुन चाहिँ तपाईँहरूले यो भुक्त र भवोक यहाँनिर भर्खर माथि जुन हामीले यहाँ भुक्तको र यहाँ भवोकको कुरा जुन गरेका छौँ, त्यही भुक्त र भवोकको आधारमा कुन चरणमा चाहिँ जन्म भयो, कुन नक्षत्रको भन्ने कुरा निकाल्नुपर्छ। यहाँनिर भरणीको दोस्रो चरणमा यहाँ द्वितीय चरण भनेर लेखेको छ। दोस्रो चरणमा भरणीको भयो। कसरी भयो त भन्दा यो 55-57 जुन छ यसलाई 4 ले तपाईँले भाग गर्नुहोस्। 1 ले गुणन गर्दाखेरि जति आउँछ त्यो भनेको चाहिँ योभन्दा सानो आउँछ र 2 ले गुणन गर्दा जति आउँछ त्यो भनेको योभन्दा ठुलो आउँछ। त्यसैले यो बिचमा पर्यो। त्यसैले गर्दा हामीले द्वितीय चरण भनेर यहाँ निकालेका हुन्छौँ। द्वितीय चरणको अब तपाईँहरूले यो चाहिँ अवकहर चक्रमा गएर नाम अक्षर हेर्न सक्नुहुनेछ। भरणीको द्वितीय चरण भनेको लु नाम अक्षरबाट चाहिँ के भयो त जन्म भएको भनेर तपाईँहरूले यहाँबाट प्राप्त गर्न सक्नुभयो। अब एउटा नक्षत्र हामीले के भन्यौँ त नक्षत्रको सङ्ख्या यहाँबाट हामीले के भन्यौँ 27 वटा नक्षत्र हुन्छ भनेर हामीले के गर्यौँ त भनिसक्यौँ। यहाँ 28 वटा हुन्छ। अभिजितलाई कहिलेकाहीँ लिगिन्छ कहिलेकाहीँ लिगिँदैन। अब 27 वटा नक्षत्र हुन्छ। एउटा नक्षत्र 4 चरणको हुन्छ। यसो गर्दा 108 वटा नाम अक्षर हुन्छ। अब अभिजितको 4 वटा पनि हामीले यहाँ लिएर जोडिदिने हो भने 112 वटा के हुन्छ त नाम अक्षर हुनसक्छ। त्यसैले यो नाम अक्षर जुन छ यो 112 वटा मध्ये कुनै एउटा नाम अक्षर तपाईँको परेको हुनसक्छ। कसैले अभिजित पनि मान्नु भएको छ भने 112 वटा, अभिजित मान्नु भएको छैन, मान्नु हुँदैन भनेदेखि त्यो अवस्थामा 108 वटा चाहिँ हाम्रो यो नामको अक्षरहरू रहन सक्छन्। त्यही नाम अक्षरको आधारमा हामीले योनि, नाडी, गण, वर्ग र वर्णात्मक भनेर यो वर्ण इत्यादि हामी निकाल्न सक्छौँ। त्यसैले अब यहाँ लुबाट चाहिँ नाम अक्षर आएको छ। यो लुबाट आउने एउटा नाम तपाईँले राख्न सक्नुहुनेछ। यसरी तपाईँले नाम राखिदिइसकेपछि चिनाको यो माथिल्लो जुन छ विवरणहरू तपाईँहरूले हेर्न सक्नुहुनेछ। आशा छ आजको श्रृङ्खलामा तपाईँहरूले यो चिना पढ्न सिक्नुभयो होला। यस अगाडिको श्रृङ्खलामा हामीले चिनाको द्वितीय भागमा रहेको जुन ग्रह स्पष्ट र कुण्डलीको भाग छ त्यो चर्चा गरिसकेका छौँ। आजको श्रृङ्खलामा हामीले चिनाको माथिल्लो भागमा रहेको विवरणमा के कस्ता कुराहरू लेख्न सकिन्छ र त्यसलाई कसरी पढ्ने र पढेको आधारमा चिना कहिले बनेको, कसरी बनेको भन्ने कुरा कसरी पत्ता लगाउन सकिन्छ भन्ने कुरा आजको श्रृङ्खलाबाट हामीले जानेका छौँ भन्ने मैले अपेक्षा लिएको छु। यदि तपाईँहरूलाई त्यहाँ भरेको विवरणसँग र पञ्चाङ्गमा दिएका विवरणहरू मिलेका छैनन् अथवा गणना गरेका कुराहरू बिग्रिएका छन् भने त्यहाँबाट तपाईँले आफ्नो चिनालाई सच्याउन सक्नुहुनेछ र त्यसै आधारमा नयाँ चिना पनि बनाउन सक्नुहुनेछ भन्दै आजको श्रृङ्खला म यहीँ अन्त गर्न चाहन्छु। अर्को श्रृङ्खलामा हामी पुनः मिल्नेछौँ। तबसम्मको लागि हस्त नमस्कार।